होइन होइन यो त डर त लाग्ने कुरै छैन तपाईँको किनभनेदेखि बाह्र गाउँको सुटिङ भएको ठाउँ हो कतै गल्ली गल्ली लिएर हामीलाई अबर त पार्नु हुने होइन बाह्र गाउँको सुटिङ भएको बाह्र गाउँ भन्ने ठाउँ चाहिँ अलिकति डेन्जर त हुनै पर्यो नि यतातिर हाम्रो हुनुहुन्छ बैशाखी डट भवाल हुन्छ अहिले उहाँ पनि पत्रकार भइसक्नु भएको छ होइन त अनि बाह्र गाउँ ढाका पुग्दा मेरै घरहरू आयो है ओ माई गड यस्तो पनि हुँदो रहेछ फिल्म भनेको चिज चाहिँ होइन सुटिङ भइरहेको अवस्था छ सिरियलको सुटिङ यहाँ पारी देख्न सक्नुहुन्छ बाल जङ्गल छ है यो चाहिँ मैले सोचेन कि यो घर ओहो मेरै सुटिङ स्पोट हो भन्ने जस्तै भएको थिएन क्या मलाई एकदम कहाँ कहाँ गएर चाहिँ अनकटार हुन्छ नि अब त्यो विराज भट्टहरू त पुरा जङ्गल जङ्गल छिर्दै कतिजनासँग फाइट खेल्दै होइन सबैलाई पछार्दै अनि बल्ल बाह्र गाउँ पुगेको थियो नि त होइन नमस्कार दर्शक बिनीहरूलाई स्वागत छ आज चाहिँ हामी यहाँनिर गोलढुङ्गा भन्ने ठाउँमा आएको छौँ र गोलढुङ्गा ठाउँ भन्ने ठाउँमा यहाँनिर चाहिँ सिरियलहरू फिल्महरू सुटिङ हुन्छ र यहाँ आज पनि फिल्म सुटिङ भइरहेको सिरियल सुटिङ भइरहेको छ र यो फिल्मको लागि सुटिङ रिपोर्टको लागि हामी आएको छौँ र हामीलाई सुटिङ भइरहेको छ कुन कुन फिल्म कुन सिरियल सुटिङ भएको हो र कलाकार को हुनुहुन्छ भन्ने सन्दर्भमा हामी उहाँहरूसँग पनि हामी जिज्ञासा लिनेछौँ र यहाँहरूलाई उहाँहरूको सिरियल कस्तो तरिकाको छ र कुन सिरियल चाहिँ सुटिङ हुन लागेको छ र कलाकार को हुनुहुन्छ डाइरेक्टर को हुनुहुन्छ भन्ने कुरामा हामी यहाँहरूलाई अपडेट दिनेछौँ र यहाँले देख्न सक्नुहुन्छ खतरा पारीको जङ्गल छ मेरो गाउँ नै यो हजुर यो बाह्र गाउँ भनेर यसलाई चाहिँ प्रचलित छ तपाईँको ठ्याक्क बाह्र गाउँ विराज भट्टले टोली लिएर पुग्दाखेरि सर्लकको यो घर देखिन्छ यो घर यो यिनीहरू घरबाट देखिन्छ तीनटा घर बवाल छ पारिपट्टिको जङ्गल हेर्नुहोस् त कस्तो दामी देखेको छ पारिपट्टिको एकदम राम्रो छ यो हरियाली ठुलो स्क्रिनमा देखाइदिउँ होइन नेपालमा के चिजको कमी छैन हेर्नु यस्तो डाँडा काँडा हरियाली एकदम राम्रो चाहिँ एउटा होइन हराभरा हावा होइन तपाईँको चाहिँ यो सास प्रसास फेर्नलाई पनि यस्तो चाहिँ डाँडा काँडामा आएर बस्यो भने आफ्नो स्वास्थ्य पनि हेल्दियो भने राम्रो पनि हुने समीर भट्ट विराज भट्ट जस्तोले चाहिँ यहाँ सुटिङ गरेर जानुभएको छ भनेपछि बाह्र गाउँ भनेपछि नामै काफी छ माछा पोखरी जुन बस पार्क छ बस पार्कदेखि लगभग झन्डै 4-5 किलोमिटर भित्र मात्रै पर्छ तर यहाँदेखि एकदम टाढा कहाँ जस्तो देखिन्छ ठ्याक्कै यो डाँडो छ यो पछाडिको डाँडो होइन पछाडिको डाँडो यो पछाडिको डाँडो कट्न साथ कहाँ पुगिन्छ त भन्दाखेरि काठमाडौँ छर्लक्कै देखिन्छ कि सुटिङ स्टुडियोहरू छ यहाँनिर चाहिँ यहाँ चाहिँ एकदम चलेको सिरियलहरू र एकदम चलेको फिल्महरू पनि यहाँनिर सुटिङ भएको छ सुटिङ भएको ठाउँ हो यो बवाल छ यो ठाउँहरू गाउँहरू बस्नलाई एकदम फ्रेस हावापानी फ्रेस हावाहरू छ यहाँहरू देख्न सक्नुहुन्छ पुरै सुटिङ स्पोट हो यहाँ चाहिँ है सुटिङ स्पोट हो यहाँनिर बाह्र गाउँको सुटिङ पनि भएको छ पारिपट्टिबाट डङडङ जुन कुण्डाबाट आएको यो पारिपट्टिको बाटो हो र सुटिङ भएको चाहिँ यही एरिया हो र आज पनि यहाँनिर सुटिङ हुन लागिरहेको छ सुटिङ हुने तयारीमा छ सुटिङ भइरहेको अवस्था छ सिरियलको सुटिङ यहाँ पारी देख्न सक्नुहुन्छ बाल जङ्गल छ है यो चाहिँ रानीवन जङ्गल हो यो चाहिँ होइन एकदम बिन्द्रा वन जङ्गल छ यहाँनिर र यतापट्टि चाहिँ यहाँले देख्न सक्नुहुन्छ योहरू चाहिँ पुरै सुटिङ स्पोट हो यहाँ चाहिँ है सुटिङ स्पोट हो यहाँनिर बाह्र गाउँको सुटिङ पनि भएको छ पारिपट्टिबाट डङडङ जुन कुण्डाबाट आएको यो पारिपट्टिको बाटो हो र सुटिङ भएको चाहिँ यही एरिया हो र आज पनि यहाँनिर सुटिङ हुन लागिरहेको छ सुटिङ हुने तयारीमा छ चट्टसँगले खतरा यहाँनिर सुटिङ स्टुडियोहरू छ यहाँनिर चाहिँ यहाँ चाहिँ एकदम चलेको सिरियलहरू र एकदम चलेको फिल्महरू पनि यहाँनिर सुटिङ भएको छ सुटिङ भएको ठाउँ हो यो बवाल छ यो ठाउँहरू गाउँहरू बस्नलाई एकदम फ्रेस हावापानी फ्रेस हावाहरू छ यहाँहरू देख्न सक्नुहुन्छ पुरै ताजा हावाहरू खान सकिन्छ यस्तो जङ्गल छ जङ्गलको अक्सिजन राम्रोसँगले खान सकिन्छ यो काठमाडौँ नै हो र धेरै टाढो नजिक माछा पोखरी जुन बस पार्क छ बस पार्कदेखि लगभग झन्डै 4-5 किलोमिटर भित्र मात्रै पर्छ तर यहाँदेखि एकदम टाढा कहाँ जस्तो देखिन्छ ठ्याक्कै यो डाँडो छ यो पछाडिको डाँडो होइन पछाडिको डाँडो यो पछाडिको डाँडो कट्न साथ कहाँ पुगिन्छ त भन्दाखेरि काठमाडौँ छर्लक्कै देखिन्छ कि छर्लक्कै देखिन्छ यो पारीको देखिन्छ यो कुन हो यो जाँदै गरेको जुन यो छ यो चाहिँ 22 धाराबाट आउने यो जङ्गल हो यो चाहिँ रट्टसँगले यहाँदेखि उता गयो भनेदेखि ऊ माथि डाँडातिर देखिएको छ त्यो डाँडाबाट उता गयो भनेदेखि उसमा पुगिन्छ बन्चरे डाँडा सिस्टोल जाने बाटो चाहिँ टक्कसँगले ऊ थियो
उसदेखि उता छिरिन्छ त्यो डाँडादेखि सट्टै उता गयो भने बन्छ रहेछ सिस्टम त्यो त नुवाकोट जाने ककर्नी गाउँपालिका जाने बाटो। यतातिर हाम्रो हुनुहुन्छ बैशाखी डन बवाल हुन्छ अहिले उहाँ पनि पत्रकार भइसक्नु भएको छ होइन त अहिले कुन टेलिभिजनमा काम गर्नु अहिले मेरो एसटिसी मिडिया हो र हाइटेक भिजन टेलिभिजन हाइटेक भिजनले चाहिँ देशैभरि देश खाइसकेको छ। देश खाइसकेको छ अब एसटिसी मिडिया पनि अहिले अलि जोस् हल्का फल्का तहल्का मचिँदैछ राम्रै छ। तपाईँ त पहिले पनि देश खाइसकेकै मान्छे हो हेरेर त्यो पनि हो, त्यो पनि हल्का फल्का र अहिले प्लसमा चाहिँ अहिले सञ्चार क्षेत्रमा सञ्चार क्षेत्रमा हिँडेको छु। अब अन्याय र अत्याचार भएका पीडितहरूलाई चाहिँ न्यायको पक्षमा चाहिँ बुलन्द आवाज ल्याउने काम चाहिँ भइरहेको अवस्था छ होइन त बवाल छ पारिपट्टिको जङ्गल हेर्नुहोस् त कस्तो दामी देखेको छ पारिपट्टिको एकदम राम्रो छ यो हरियाली अलिक ठुलो स्क्रिनमा देखाइदिउँ होइन नेपालमा के चिजको कमी छैन हेर्नु यस्तो डाँडा काँडा हरियाली एकदम राम्रो चाहिँ एउटा होइन हराभरा हावा होइन तपाईँको चाहिँ यो सास प्रसास फेर्नलाई पनि यस्तो चाहिँ डाँडा काँडामा आएर बस्यो भने आफ्नो स्वास्थ्य पनि हेल्दी हुने राम्रो पनि हुने। अब हामी पारी होइन यतापट्टि हेर उता सुरु लागिसकेको छ होइन यताबाट सिरियलको सुमरत हुन लागिरहेको छ हामी त्यहाँतिर लागेको छ अहिले यो सिरियलको पनि शुभकामना छ एकदम आजबाट नयाँ सुरुवात हुन लागेको छ खुसी लाग्यो। यहाँ कलाकार विनोदजी लगायत भुन्टीज्यू धेरै को हुनुहुन्छ अहिले हामी हेर्नेछौँ बुझ्नेछौँ है पर्दामा आउनेछ हेर्नु होला नछुटाइकन चाहन्छु। कस्तो अलिकति हामीलाई डर लाग्दो जस्तो पनि लाग्यो होइन होइन यो त डर त लाग्ने कुरै छैन तपाईँको किनभनेदेखि बाह्र गाउँको सुटिङ भएको ठाउँ हो। कतै गल्ली गल्ली लिएर हामीलाई अवस्था पार्नु हुने होइन बाह्र गाउँको सुटिङ भएको बाह्र गाउँ भन्ने ठाउँ चाहिँ अलिकति डेन्जर त हुनै पर्यो नि। पर्यो विराज भट्ट होइन अलिकति यता शीतलमा चाहिँ आउनु अनुहार अलिक जरको देखियो ए समीर भट्ट विराज भट्ट जस्तोले चाहिँ यहाँ सुटिङ गरेर जानुभएको छ भनेपछि बाह्र गाउँ भनेपछि नामै काफी छ। त्यही त त्यो भएर अलिकति डर लागेको त भइ नै हाल्छ। तर पनि यो चाहिँ कस्तो भनेदेखि यहाँ मात्र डर लाग्दो यहाँबाट उतापट्टि गएपछि चाहिँ हाम्रो अब काठमाडौँ नै हो यो अब कुनै त्यो जिल्लामा भए चाहिँ अलिकति डरै हुन्थ्यो हजुर हजुर अलिकति विकट जिल्लामा भए तर सुगम ठाउँमा पनि यतिको घरहरू चाहिँ यो हुनु भनेको चाहिँ एकदम राम्रो कुरा जस्तो लाग्छ मलाई। यहाँ खास अहिले पछिल्लो समयमा सिरियलहरू धेरै म्याक्सिमम सुटिङ हुन्छ है यहाँ एकदम सिरियल चाहिँ कुन सुटिङ नाम चलेको सिरियलहरू हुन्छ नि कुन भइरहेछ लगभग यहाँ अहिले मिरा भइरहेछ। मिरा हाम्रो विनोद श्रेष्ठजीको हजुर विनोद सरको मिरा हाम्रो आदि यता हुन्छ भने आदि चाहिँ उहाँको काभ्रेमा हुन्छ अनि त्यसपछि सती सावित्री भन्ने पनि भइरहेछ यहाँ। ए सती सावित्री हजुर सती सावित्री भइरहेछ अनि त्यहाँबाट आएर फेरि यो हाम्रो जुनेली भाउजू त्यसपछि अब मेरै प्रेम पूजा आजदेखि स्टार्टिङ हुँदैछ अनि अरू पनि 2-3वटा टुकी बत्ती भन्ने पनि भइरहेछ अर्को पनि 2-3वटा छ जस सिरियलको चाहिँ दुःख छैन यहाँ एकदमै जस काम चलिरहेछ काम मजाले चलिरहेछ। अनि अब चाहिँ हामीले लस्करी जस्तो 12 गाउँ भनेर हामीले नाम पनि सुन्यौँ सुटिङ पनि यहाँ भएको थियो होइन एकदम यहाँ घर पनि 12-15वटा देखेँ एउटा गाउँै जस्तो लाग्दैछ पुरै पुरानो घरहरू टन्नै चाहिँ के पहिला बस्ती थियो कि खास के थियो होइन यहाँ तपाईँको पहिला बस्ती थियो मजाले बस्ती थियो अनि अब मान्छेहरूलाई चाहिँ अब कति पैसा अलिकति कमाएपछि मान्छेहरू अलिकति सुगम ठाउँमै बसौँ भनेर चाहिँ तल फाँटमा अब सबैको जग्गा त्यतैतिर त्यही भएर फाँटमा चाहिँ गएर घर बनाएर बस्नु भएको छ यहाँको मान्छेहरू चाहिँ। तर यो ठाउँलाई चाहिँ भूकम्पले पनि क्षति नगरिकन भूकम्पबाट पनि छल्लिएर बचेको घरहरू हो त्यो भएर यो ठाउँको जग्गा चाहिँ के हो खास जग्गा उहाँहरूकै होइन र घर धनीहरूकै हो जग्गा। यसलाई चाहिँ मैले यसो अब यो सुटिङको लागि चाहिँ 4-5 वर्षको लागि चाहिँ मैले लिएर सञ्चालन गर्दैछु यहाँ स्टुडियो। जस्तो कतिपय मान्छेहरूलाई सुटिङ गर्नुपर्ने छ भने कतै महँगो पो छ कि भनेर उहाँले विश्लेषण गर्नु होला के छ यसमा अवस्था? होइन छैन त्यस्तो महँगो छैन एकदमै मैले मिलाएर गरिदिएको सुलभ अगाडि आइदिनु एकदम सुलभ खालको ऊ छ यहाँ प्राइस छ यहाँ खासै त्यस्तो तपाईँको धेरै महँगो यस्तो भन्ने छैन। एकचोटि जो सुटिङ गर्न आउनुहुन्छ उहाँले चाहिँ एकदमै खुसी भएरै ओहो धेरै राम्रो रहेछ भन्ने कुरा गर्नुभएको छ। मेरो गाउँ नै हो हजुर यो 12 गाउँ भनेर यसलाई चाहिँ प्रचलित छ। तपाईँको ठ्याक्क 12 गाउँ विराज भट्टले टोली लिएर पुग्दाखेरि सर्लक्क यो घर देखिन्छ ए यो घर यो यिनीहरू घरहरू देखिन्छ 3टा घर त्यसपछि अनि तपाईँको भित्र को एकैचोटि भित्रको सिन आउँछ हजुरले 12 गाउँ हेरिहाल्नु भयो होला
जस 12 गाउँमा हलमा आफूले भाडा तिरेर बसेको आफ्नो घर जस्तो होइन मानेको घरै मानौँ न एक प्रकारले एकदम हलमा देखिँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ यो हलमा देख्दाखेरि त एकदम मलाई खुसी पनि लाग्यो, एकदम बवाल पनि देखिएको थियो कि मैले सोचेँ कि यो घर ओहो मेरै सुटिङ स्पोट हो भन्ने जस्तै भएको थिएन क्या मलाई है। एकदम कहाँ कहाँ गएर चाहिँ अनकटार हुन्छ नि। अब त्यो विराज भट्टहरू त पुरा जङ्गल जङ्गल छिर्दै कतिजनासँग फाइट खेल्दै होइन सबैलाई पछार्दै अनि बल्ल 12 गाउँ पुगेको थियो नि त होइन। अनि 12 गाउँ ढाका पुग्दा मेरै घरहरू आयो है। ओ माई गड, यस्तो पनि हुँदो रहेछ फिल्म भनेको चिज चाहिँ होइन। लास्टमा लागेन तपाईँ त्यो सिनेमा हेरेर आइसकेपछि ती गुन्डाहरू यहाँ छन् कि कतै लुकेर भने जस्तो लाग्यो? त्यस्तो फिल चाहिँ मलाई भएको थियो। त्यो त्यहाँ बसेर हेरुन्जेल चाहिँ भएको थियो कि ओहो के हो 12 गाउँ भनेको छ। तर त्यस्तो जङ्गल चाहिँ काटेर चाहिँ क्रस गरेर चाहिँ मेरै चाहिँ स्पोर्टमा आइपुग्नु भएको रहेछ उहाँहरू त होइन। अनि मलाई चाहिँ एकदम अचम्म लाग्यो क्या, फिल्म भन्ने चिज चाहिँ यसरी बन्दो रहेछ है, टुक्रा टुक्रा जोडिएर होइन। त्यो जङ्गल कहाँको हो, घनघोर जङ्गल थियो होइन, माथि पारीको एकदम छेउको त्यो घनघोर जङ्गल। अनि त्यसपछि ठ्याक्कै एकैचोटि त्यहाँबाट यहाँ आउँदाखेरि त मलाई नै अलिकति अचम्म लागिरहेको थियो। तपाईँलाई चाहिँ यसपालि बलिदानमा अफर आएन? यस्तो बलिदानमा अफर म अलिकति स्वास्थ्य अवस्था अलिकति मेरो ठिक थियो। तपाईँसँग एकजना व्यक्ति जो लफडा पनि पर्नु भएको थियो त्यो एउटा झ्वाकेटन उहाँले चाहिँ त फेरि खेल्नु भएछ बलिदानमा पनि। जानुभएको थियो, उहाँ जानुभएको थियो होइन। मलाई पनि कुरा आएको थियो, सुरेन्द्र सरले मलाई पनि भन्नुभएको थियो ल सन्तोष सेन हजुर चाहिँ आउनुपर्छ है गोपालजी भन्नुभएको थियो। मेरो अलिकति त्यस्तै स्वास्थ्य स्थिति अलिकति त्यस्तै भएको थियो, त्यो भएर म जान पाइनँ। अब 12 गाउँ 2 मा चाहिँ म खेल्छु। के छ विराज दाइले के भन्नुभएको छ 12 गाउँ 2 मा तपाईँलाई विशेष? होइन 12 गाउँ 2 मा मैले भन्नै पर्दैन, उहाँले मलाई सम्झिनुहुन्छ यो, म एकदम डेफिनेटली म ढुक्क छु। ए अब यो तपाईँको विशेष गरी यो गेटअप हामीले हेर्दा अलिक डरलाग्दो छ क्या? होइन त्यस्तो तपाईँको यो बाहिरको गेटअप हेर्दा डरलाग्दो जति हुनुहुन्छ नि, भित्र के छ? भित्र पनि मन कतिको कालो छ तपाईँको? होइन त्यस्तो होइन। मान्छेले कस्तो हुन्छ भने गेटअपले चिनिने होइन क्या, भित्र मन कस्तो छ भनेर तपाईँले पहिला सङ्गत गर्नु पर्यो, अनि त्यसपछि मात्र थाहा हुन्छ क्या। तर बाहिरी आचरणले नै भन्छन् नि कतिपय व्यक्तिले त कपाल पाल्ने मान्छे त गुन्डै हुन्छ भन्ने एउटा हाम्रो नेपाली समाजमा छ नि। अझै पनि कुण्डल लगाएपछि यो गुन्डै हुन्छ होइन। अब यस्तो यो त मेरो कस्तो भन्नुहुन्छ भने यो अब हाम्रो यो सुटिङको लागि गेटअप बनाएको मात्र हो होइन। अब गेटअपमा त अब जस्तो नि बनाइन्छ, अब तपाईँको भनौँ न दानवको पनि गेटअप बनाउनु पर्ने हुन्छ, अब गुन्डाको पनि बनाउनु पर्ने हुन्छ। त्यो बनायो भन्नेमा अब तपाईँको मान्छे नै त्यस्तो हुन्छ भन्ने त्यो चाहिँ डेफिनेटली हुँदैन नै। तर अब जे मैले भनिहालेँ नि, म कस्तो छु भनेर मसँग सङ्गत गर्नुपर्छ, सङ्गत गरेपछि थाहा हुन्छ होइन, बाहिरी आचरण थाहा हुँदैन। आज विशेष गरेर तपाईँको यो कोट सोट लाउनु भएको छ होइन, चिटिक्क भएर बेहुला सर बन्नु भएको छ, प्रेमको पूजा पनि हुँदैछ भन्ने सुनेको छु। कतै विवाह गरेर बेहुली ल्याउन आँट्नु भएको त होइन? होइन यो कस्तो भनेदेखि आज चाहिँ मेरो मैले बनाउन लागेको टेलिसिरियल। ओहो सिरियल बनाउँदै हुनुहुन्छ, आफै थाल्दै हुनुहुन्छ? एकदम आफै। अब धेरै भयो मैले चाहिँ अब सबैजना साथीभाइहरूले पनि मलाई विनोद सरले पनि मलाई चाहिँ एकदमै साथ सपोर्ट मैले दिन्छु। हजुरले एउटा सिरियल गर्नु पर्यो किनभने तपाईँको आफ्नै स्पोर्ट छ, सबै कुराहरू छ, अनि एउटा सुटिङ स्पोर्टको नाम पनि प्रेम पूजा सुटिङ स्पोर्ट भनेर रहोस् भन्ने मेरो चाहना हो। त्यही हिसाबले पनि तपाईँले एउटा सिरियल चाहिँ बनाउनै पर्छ गोपालजी भन्नुभएको भएर मैले खास विनोद सरको प्रेरणाबाट यो सिरियल चाहिँ बनाउन लागिरहेको छु। यो कस्तो खालके परिवेशमा बनाउन आँट्नुभयो? स्टोरी एबाउट के हो खास, केही भन्न मिल्छ? स्टोरी अब थोरै त भन्न मिल्छ। अब कस्तो भनेदेखि हाम्रो प्रेम भनेको विनोद सरै हुनुहुन्छ। होइन मैले भन्न खोजेको अब प्रेम त्यो सबै नखोलिदिनुहोस् होइन, तपाईँलाई इच्छा छ भने खोल्दा भयो। होइन जुन अहिले बजारमा चलिआएको छ नि सिरियल, पहिला नै सुरुवाती चरणमा के थियो भने हास्य व्यङ्ग्य एकदम मार्केट झ्यापमा पिटेको थियो होइन, त्यो टाइपको स्टोरी चल्थ्यो भने पछिल्लो समयमा भुन्टी त्यो टाइपको रोना धोना टाइपको सिरियलहरू धेरै मान्छेले मन पराए। अब अहिले बजारमा जसले पनि सिरियल बनाउनु लाग्यो त्यही प्याटर्नको आइरहेको छ क्या। यसमा के छ, तपाईँको त्यही खालको छ कि अलिक फरक छ कि? होइन यसमा अलिकति फरक छ तपाईँको। यसमा चाहिँ तपाईँको रोना धोना प्लस अलिकति हास्य, जस सब्जी अचार होइन दाल सबै मिक्स छ, चटपटे टाइपको। हजुर जस मिक्सअपमा तपाईँले तयारी गर्दै हुनुहुन्छ एकदम मिक्सअप। यो सिरियल अब कहिलेसम्म चाहिँ हाम्रो दर्शकले हेर्न पाउनुहुनेछ? यो सिरियल अब लगभग
यो महिनालाई त अलि भ्याइँदैन होला, अर्को महिनाको पहिलो हप्ता नै हाम्रो रिलिज हुन्छ। रिलिजै गर्ने सोचमै बनाइसक्नु सोचमा बनाइसकेको कुन च्यानलबाट आउने हो? यो चाहिँ अहिले मेरो जिडी प्रोडक्सन भन्ने एउटा च्यानल खोलेको छु, नयाँ च्यानल हो। सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला। जिडी प्रोडक्सन भनेर चाहिँ मैले नाम राखेको छु। नयाँ च्यानलबाटै हाल्छु मैले। नयाँ च्यानलबाट हाल्नु हजुर हजुर रिलिज गर्नुहुन्छ एकदम। अनि टेलिभिजनहरूमा अहिले त हुन त त्यही पनि टेलिभिजनमा हेर्ने सिस्टम त हटिसकेको छ होइन? हटिसकेको छ। साथीहरूले राख्नुहुन्छ, हिमालयन टेलिभिजन छ, विभिन्न टेलिभिजनमा पनि देखाउने प्रचलन एक त छँदैछ अझै पनि। के छ यसमा टेलिभिजनको माध्यमबाट चाहिँ आउने छ कि छैन, के छ यसमा? टेलिभिजनको माध्यमबाट अब अहिले तत्काल चाहिँ आउँदैन। ए अलि पछि मलाई होइन भन्न त धेरै साथीहरूले ल हाल्नुपर्छ है, तपाईँको सिरियल बनाएपछि मेरो टेलिभिजनबाट हाल्नुपर्छ भनेर 2-3वटा टेलिभिजनबाट कुरा त आएको छ। तर उही तपाईँले भने जस्तो भ्युज घट्छ कि भन्ने अलिकति डरले, लगानी उठ्दैन कि भन्ने डरले हो। तर पछि त टेलिभिजनबाटै हालिन्छ। पछि टेलिभिजनबाट हाल्ने सोचमा हुनुहुन्छ। हजुर। अब आजको कार्यक्रम कति बजेबाट सुरु हुँदैछ? अब लगभग अब तयारी हुँदैछ। कता कता सुनेको थिएँ आज त विशेष कार्यक्रममा होइन खसी ससी ढालिएको छ अरे, धेरै मान्छे पनि आउँदै हुनुहुन्छ अरे। अहिले त पछिल्लो समयमा त सिरियलमा चाहिँ ठुलो पर्दादेखि सिरियलदेखि सबै मन्त्री प्रधानमन्त्री होइन त्यस्तो रिबन काट्न पनि आउने प्रचलन बढिरहेको अवस्था छ। को आउँदै हुन्छ? त्यस्तो त केही छैन। अब सबैभन्दा मेरो लागि ठुलो भनेको हाम्रो अहिले सिरियलको महानायक विनोद श्रेष्ठ सर हुनुहुन्छ। उहाँबाटै चाहिँ हाम्रो उद्घाटनदेखि लिएर सबै हुन्छ। तपाईँको लाग्छ तपाईँको यो फेस हेर्दा डरलाग्दो देख्छौँ क्या हामीले त, तर तपाईँले भन्नुभयो सङ्गत गर्नुपर्छ। एकदम एकदम। अब त्यति डरलाग्दो पनि नहोला मेरो विचारमा चाहिँ होइन। अब मभन्दा भयङ्कर चाहिँ फेस भएका आर्टिस्टहरू पनि हुनुहुन्छ होइन। ठिकै हो। अब यो अलिकति एउटा कपालले गर्दाखेरि चाहिँ मलाई अलिकति त्यस्तो देखिने होला, नभए त नर्मलै छु, खासै त्यस्तो मोटो पनि होइन म होइन।